सबैलाई नमस्कार। म आज एउटा कुरा भन्न गइरहेको छु। अहिले सबै गरी युग 4 प्रकारका छन्। पहिलो युग सत्ययुग, दोस्रो त्रेतायुग, तेस्रो द्वापर युग, चौथो कलियुग। अहिले हामी कुन युगमा बाँचिरहेका छौँ? अहिले हामी बाँचिरहेका छौँ कलियुगमा। यो कलियुगमा मानिसको बानी व्यवहार र सत्ययुगमा, त्रेतायुगमा, द्वापर युगमा कस्तो थियो त मानिसको बानी व्यवहार? सत्ययुगमा 100% धर्म थियो भने 0% पाप थियो। त्यसपछि त्रेतायुगमा 50% धर्म थियो भने 50% पाप थियो। अब जाउँ हामी द्वापर युगमा। द्वापर युगमा पनि 50% धर्म थियो भने 50% पाप थियो। अहिले हामी कुन युगमा छौँ? अहिले हामी छौँ सत्ययुगमा। यो सत्ययुगमा 75% पाप छ भने 25% धर्म छ। अहिलेका मानिसहरूले कस्तो बानी गर्छन् त? कस्तो बानी व्यवहार छ? यो सत्ययुगमा मानिसको बानी व्यवहार भनेको आफ्नो स्वार्थको लागि मात्र काम गर्छ। र अहिले यो सत्ययुगमा मानिसको हाइट 6 फुट पुग्छ भने सत्ययुगमा मानिस 12 फिट जत्रा हुन्थे। तर धेरै वर्षसम्म बाँच्थे। तर अहिले यो कलियुगमा थोरै वर्षसम्म मात्र बाँच्छन्। यसै गरी भन्ने हो भने धेरै वर्षपछि, लाखौँ वर्षपछि मानिसहरू 50 वर्ष, 40 वर्षसम्म बाँच्ने गर्छन्।